देशकै पहिलो टाउन प्लानिङ सिटीको रूपमा स्थापना गरिएको राजविराज यति बेला आफ्नो पुरानो साख फर्काउन अगाडि बढेको छ। सप्तरी जिल्लाको पुरानो सदरमुकाम हनुमाननगर कोशी कटानमा परेपछि 1998 सालमा राजविराजमा सारिएको थियो। 2016 सालमा घोषित यो नगरपालिका सुरुमा 60 बिघा जग्गामा टाउन प्लानिङ गरिएको थियो। भारत राजस्थानको जयपुर सहरको नक्साका आधारमा गुलाबी राजविराज सहर बसाइएको हो। प्रत्येक 4 घरको पछाडि सानो गल्ली, मेन रोड र सहायक रोड जोडिने ठाउँमा चौक तथा अलग अलग स्थानमा हटिया, किराना पसल, तरकारी बजार, गल्ला लाइन र सरकारी कार्यालय भवनहरू रहेको छ। यद्यपि सरसफाइको अभाव, अव्यवस्थित विकास निर्माण, पार्किङ लगायतका समस्याहरू यो सहरले झेल्दै आएको छ। पछिल्लो समय रङ्ग हराएको गुलाबी सहरको रूपमा उपमा पाएको राजविराजमा विकास निर्माणका कामहरू अगाडि बढाइएको छ। सहरको मुटु मानिने तत्कालीन त्रिभुवन चौक हाल गजेन्द्र चौकको कायापलट हुने भएको छ। मधेसका मसिहा स्वर्गीय गजेन्द्र नारायण सिंहको नाममा स्थापित उक्त चौक तथा बजार क्षेत्रलाई आकर्षक बनाइने कार्य अगाडि बढेको राजविराज नगरपालिकाका योजना अधिकृत मनोज यादवले जानकारी दिएका छन्। उनका अनुसार फाउन्टेन, गार्डन, लाइट, टाइल्स, मार्बल्स सहितका कामहरू रहेका छन्। मुख्य सडक कालोपत्रे गर्ने कार्य सडक डिभिजन कार्यालय मार्फत हुनेछन्। यसका साथै राजविराज नगरपालिकाको मुख्य सडक हनुमान मन्दिरदेखि नेता चौकसम्मको सडकलाई अत्याधुनिक एवं सौन्दर्यीकरण कार्य अगाडि बढेको छ। पछिल्लो समय विकास निर्माणले गति लिनु सकारात्मक हो। यद्यपि बस पार्कबाट बस सञ्चालन, ट्राफिक व्यवस्थापन, सौन्दर्यीकरणका साथै सेवा प्रवाह पारदर्शी एवं चुस्त दुरुस्त बनाएर अगाडि बढ्न सफलता मिलोस्। Yeah.